यो चाहिँ हाम्रो भ्यालीबाट नजिकै ट्रेकिङ जानलाई यसो ट्रेकिङ भन्छ कि हाइकिङको लागि चाहिँ एकदम बवाल छ हैन। हाम्रो यहाँ सन्धि पुरै लोत भएर आउँदै हो, उहाँ तलबाट आएको हामी हैन। टुप्पोमा आइसक्यो नि, यहाँ चाहिँ मन्दिर रहेछ। यहाँ पनि मन्दिर छ स्पेसल ऊ टाइमको। थाकियो है गाइज, थाकियो। ऊ त्यो टुप्पो एउटा ऊ त्यो टुप्पो, हामी चाहिँ उहाँ तलबाट हिँड्दै आएको कि सम्भवतः। यसलाई पनि यता घुमाउ ल, यसलाई पनि यता घुमाउ। एकछिन न सास त फेर्न देऊ। घुमेर चाहिँ भिडियो हानिदिइरहेको कि यत्तिकै राख न। हाल त्यस्तो होइन, 1.5 घन्टामा आइपुग्यो होइन साथी हामी यहाँ। हो हामी अहिले कहाँ छौँ थाहा छ? डाँडाको टुप्पोमा। यो कुन ठाउँ भन्छ यसलाई? यसलाई त्यही साथी कमेन्ट थाकेर गर्छ, भिडियो सबै हेर्नेलाई थाहा हुन्छ। साथी अरूलाई त के थाकेर भन्ने। यो चाहिँ कुलेखानीको खोला हो होइन? त्यहाँ फेरि कुलेखानीको खोला भनिदिएर अब यो चाहिँ टुप्पो हो क्या, टुप्पो। एउटा डाँडाको टुप्पो कटेर अर्को डाँडामा हामी आइपुग्यो। हो त पारिपट्टि गाउँ रहेछ। अब शिवलिङ्ग पनि रहेछ। आज गुलाबको फुल फुलिरहेको रहेछ नि त। यो खालको रुख हाम्रोतिर चाहिँ हुँदैन है? कुन साथी? हुँदैन नि यो।